हेलो गाइज वेलकम टु माई मिनी ब्लग। अनि आज चाहिँ नि म आफ्नो गाउँका चाहिँ यहाँ मेरो गाउँमा चाहिँ एकदम बेलुकापट्टि के एकदम रमाइलो हुन्छ होइन। यहाँ चाहिँ बच्चा बच्चीहरू पनि बहुत खेलिरहेको हुन्छन् कि बेलुकापट्टि होइन। धुलो माटो के भन्दैन नि, हेर्न सक्नुहुन्छ तपाईँले। यति खेल्छ नि, यो पुरै माटोमा पनि यिनीहरू खेल्या हुन्छन् होइन। हुन त हामी पनि बाल्यकालमा यस्तै नै रमाइलो गर्थ्यौँ। एकदम केही फोहोर पनि लाग्दैन होइन, केही पिर पनि पर्दैन कि जति खेल्दाखेरि चोट लाग्यो नि मतलब लाग्दैन। अनि त्यस्तै छ अनि यहाँ पनि यिनीहरू। तर मलाई चाहिँ एकदम रमाइलो लाग्छ होइन। आफ्नो टोलमा चाहिँ मेरो चाहिँ एकदम रमाइलो हुन्छ कि हाम्रो टोलमा होइन। बच्चादेखि बुढोसम्मको मान्छेहरू छन्, सबैको आफ्नो चाहिँ तरिका छ होइन, सबैको आफ्नो गतिविधि छ। यहाँ चाहिँ हाम्रो टोलमा सबभन्दा धेरै खुसी हुने कुरा भनेको के भने चाहिँ यो बच्चा बच्चीहरू बेलुका यस्तो साँझको एकदम राम्रो समय हुन्छ कि एकदम होइन। बेलुकापट्टि हेर्दाखेरि एकदम दामी देखिन्छ यो टाइम पनि, समय पनि, र मौसम पनि यति राम्रो देखिरहेको हुन्छ होइन। यिनीहरूको झन् आवाज यिनीहरूका यति खेलेका उहरूले गर्दा होइन, गेमहरू खेल्छन् यिनीहरू, के खेलिरहेको हुन्छन् कि के गर्छन् कि अनि एकदम झन् खुसी लाग्छ होइन। हामीलाई चाहिँ अनि एकदम सबैलाई ह्याप्पी लाग्छ होइन। यिनीहरूलाई कसैले न गाली गर्छन् न केही गर्छन् होइन। जति गल्ती गरे नि यस्तो राम्रो छन् कि फेरि हाम्रो यहाँ बच्चा बच्चीहरू कि सब मिलेर खेल्ने कि होइन। एक अर्कोलाई चाहिँ पिट्ने हान्ने गर्दैनन्, एकैछिन झगडे नि उत्तिखेरै बोलिहाल्छन् कि यिनीहरू। त्यसैले हाम्रो गाउँमा देख्न सक्नुहुन्छ यति अँधेर हुँदासम्म पनि यिनीहरू खेल्छन् यहाँ गेमहरू। अनि हाम्रो गाउँ चाहिँ एकदमै यहाँबाट देखिने दृश्यहरू एकदम रमाइलो छन्। अनि त्यसपछि आज चाहिँ नि मेरो मिनी ब्लग यति नै हो गाइज। म चाहिँ यसो हेर्दाखेरि कि मेरो भिडियोमा चाहिँ मुन देखेको है, मलाई त एकदम राम्रो लाग्यो। वाउ इट्स ब्युटिफुल, टिप्दिम जस्तो फिल लागिरहेको थियो मलाई त। सक्दैन अब न त छेक्नै सक्छु न त टिप्न नै सक्छु। ओके गाइज, तपाईँलाई आफ्नो गाउँको केही यादस आउने एकदम माया लाग्ने चिजहरू हुन्छ नि।